काठमाडौँ महानगरपालिकाका पूर्व मेयर र हाल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका दावेदार बालेन्द्र शाह बालेन यति बेला आफ्नो जीवनकै सबैभन्दा ठूलो कानुनी र नैतिक सङ्कटमा फँसेका छन्। कुनै विवादको चुरो बालेनको थरबाट सुरु हुन्छ। महोत्तरीको एकडारामा जन्मिएका बालेनको वास्तविक पहिचान शाह हो कि शाह? के बालेन्द्र शाहले 2063 साल पुस 9 गते महोत्तरी जिल्लाबाट आफ्नो पहिलो नागरिकता लिएका थिए। तत्कालीन प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले जारी गरेको उक्त नागरिकतामा उनको नाम स्पष्ट रूपमा बालेन्द्र शाह लेखिएको छ। जब बालेन काठमाडौँको राजनीतिमा उदाए र मेयरमा निर्वाचित भए त्यसपछि मात्रै उनको थरमा नाटकीय परिवर्तन देखिन थाल्यो। 2079 साल असार 19 गते अर्थात् मेयर निर्वाचित भइसकेपछि उनले काठमाडौँबाट लिएको नागरिकताको प्रतिलिपिमा शाहको सट्टा शाह लेखिएको पाइयो। योमा सबैभन्दा बलियो प्रमाण बालेनका आफ्नै दाजु कौशलेन्द्र शाहको नागरिकता हो। एउटै बुबा र आमाका दुई सन्तानमध्ये दाजुको थर एउटा र भाइको थर अर्को कसरी हुन सक्छ? गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयले बालेनले दिएको विवरण झुटो भएको र उनले नियतवश थर बदलेको ठहर गरेमा उनको पछिल्लो शाह उल्लेखित नागरिकता रद्द हुन सक्छ। पदबाट पदच्युत। बालेन हाल रासपा नेता र सार्वजनिक व्यक्तित्व हुन्। यदि उनको नागरिकता अवैध ठहरिएमा वा उनले झुटो विवरण दिएको प्रमाणित भएमा उनले भविष्यमा कुनै पनि निर्वाचन लड्न पाउने छैनन्। साथै नागरिकता ऐन अनुसार झुटो विवरण दिई नागरिकता लिने वा लिने कार्यमा सहयोग गर्ने व्यक्तिलाई 6 महिनादेखि 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।